दर्शकबिन यो समाचार हेर्नुस् त राजाबाट छोरी चेली जोगाउन होचो ढोका। यो समाचार धेरै पहिला प्रकाशित भएको रहेछ 2076 सालतिर। धेरैलाई लाग्न सक्छ फेरि अहिले अब राजा आउने कुरा चलिरहँदा यो समाचार अहिले चाहिँ प्रकाशित भयो भन्ने लाग्न सक्छ, तर त्यसो होइन। यो समाचार 2076 सालतिर प्रकाशित भएको समाचार हो। तपाईले गुगलमा गएर पनि हेर्न सक्नुहुन्छ। राजाको शासन कस्तो थियो भन्ने कुरा यो समाचार पढिसकेपछि थाहा हुन्छ। राजाबाट बचाउनलाई छोरीचेलीलाई जोगाउनलाई नेवार समुदायको घरहरूको ढोका त्यतिबेला होचो बनाइन्थ्यो। तपाईहरू काठमाडौँ, भक्तपुर, ललितपुरका विभिन्न कोर नेवार बस्तीहरूमा पुग्नुभयो भने तपाईले त्यहाँ देख्नुहुन्छ कि लिच्छवीकालीन समयमा बनेका धेरैवटा पुराना घरहरूको ढोका होचो हुन्छ। ती ढोकाहरूको उचाइ झ्यालहरूको भन्दा होचो हुन्छ र त्यहाँ चाहिँ निउरिएर छिर्नुपर्ने अवस्था हुन्छ। काठमाडौँको इन्द्रचोक आसपासका पुराना घरहरू हेर्नुभयो भने त्यसको उदाहरण तपाईले त्यहाँ पाउनुहुन्छ। त्यस्तै भक्तपुरको दरबार स्क्वायर क्षेत्रमा पनि तपाईले नेवार समुदायका घरहरू, पुराना घरहरू हेर्नुभयो भने त्यहाँका ढोकाहरू पनि होचा हुन्छन्। त्यस्तै कीर्तिपुर, काठमाडौँ कीर्तिपुरको माथि डाँडोमा जहाँ चाहिँ मन्दिरहरू छन् त्यहाँ आसपासमा तपाईले पुराना घरहरू हेर्नुभयो भने त्यहाँको ढोकाहरू पनि झ्यालको तुलनामा निकै नै होचा हुन्छन् र त्यहाँ भित्र प्रवेश गर्दा निउरिएर प्रवेश गर्नुपर्ने हुन्छ। अब यस्तो किन बनाइयो भन्दा समाचार प्रकाशित भएको रहेछ। यो खास चाहिँ नेवार समुदायका छोरीचेलीहरूलाई जोगाउनको लागि, राजाबाट जोगाउनको लागि यस्तो उपाय अपनाइएको भनेर समाचारहरू आएका छन्। अब राजा शासनमा, त्यति बेलाको राणा शासन, राजाहरूको शासनमा छोरीचेलीहरूलाई जोगाउनलाई निकै नै मुस्किल पर्थ्यो। राजाहरू आउँथे, टोल बस्तीमा आउँथे र कुनै युवती राम्री देखियो भने चाहिँ उनीहरूले कहिलेकाहीँ चाहिँ किडन्याप गरेर लान्थे। राजाहरूले युवतीहरूको इज्जत लुट्थे। तर त्यति बेला यस्तो थियो कि शासन राजाको बारेमा प्रश्न नै गर्न पाइँदैनथ्यो। राजाले जे गरे पनि छुट हुन्थ्यो र छोरीचेलीहरू बलात्कृत हुँदा, किडन्याप गरेर इज्जत लुटिँदा पनि चुप्प लागेर बस्नुपर्ने एकदमै बाध्यकारी अवस्था थियो। यदि राजाको विरुद्धमा गयो भने पुरै परिवार नै सखाप हुन सक्थ्यो। त्यसकारणले गर्दाखेरि नेवार समुदायहरूमा चाहिँ होचो ढोका बनाइयो। अब किन बनाइयो भन्दा राजाहरू निउरिनु हुँदैन भन्ने एउटा भनाइ पहिलादेखि नै, लिच्छवीकालभन्दा अगाडिदेखि नै प्रचलनमा रहेको मानिन्छ र राजाहरू निउरिँदैनन्, झुक्दैनन् भन्ने कुरा चाहिँ छ। र राजाहरू यदि होचो ढोका बनाइयो भने चाहिँ जस्तो युवतीहरू दौडेर भित्र छिर्थे, घरभित्र छिर्थे र घरभित्र छिरिसकेपछि ढोका होचो हुन्थ्यो। ढोका होचो भएकाले चाहिँ राजाहरू निउरिनु पर्थ्यो। अनि त्यो निउरिँदा चाहिँ आफ्नो इज्जत जाने, आफू सानो हुने भएकाले चाहिँ राजाहरू सित्तिमित्ति घरमा प्रवेश गर्दैनथे। किनभने राजाहरू निउरिनु हुँदैन, राजाहरू झुक्नु हुँदैन भन्ने आम प्रचलन त्यति बेलादेखि नै थियो। त्यसकारणले चाहिँ राजाहरू झुक्दैनथे र गाउँ टोलमा, छरछिमेकमा राजाहरू घोडसवारी भएर घुम्न आउँदा चाहिँ युवतीहरू डराएर आज मलाई लान्छ कि अथवा मलाई मन पराएर केही गर्छ कि किडन्याप गर्छ कि मेरो इज्जत लुट्छ कि जिस्काउँछ कि भनेर चाहिँ जब राजा आएको खबर युवतीहरूले त्यति बेला पाउँथे र राजाहरू बाट बस्नको लागि युवतीहरू घरभित्र प्रवेश गर्थे र घरभित्र प्रवेश गरिसकेपछि राजा ढोका होचो हुन्थ्यो र ढोका होचो भइसकेपछि राजाहरू निउरिएर छिर्दैनथे। निउरिएर छिर्दा, झुक्किएर छिर्दा चाहिँ आफ्नो इज्जत जाने र राजाको मानमर्दन हुने भएकाले चाहिँ आफ्नो इज्जतको लागि पनि उनीहरू छिर्दैनथे। जसका कारण त्यति बेलाका अगुवाहरूले, समाजका विभिन्न नेवार समुदायका विभिन्न विद्वान व्यक्तिहरूले भनेको कुरा हो र त्यति बेलाका नेवार समुदायका प्रतिष्ठित व्यक्तिहरूले, जान्ने सुन्ने व्यक्तिहरूले चाहिँ अब राजाहरूबाट छोरीचेलीलाई कसरी बचाउने भनेर यो जुक्ति निकालेका थिए र यो जुक्ति निकालिसकेपछि उनीहरूले छोरीचेलीलाई राजाहरूबाट बचाउनको लागि होचो ढोका बनाए र पछि चाहिँ त्यो क्रम चल्दै गयो कि किनभने कानुन बनाउन सक्ने अवस्था त थिएन।
राजालाई थाहै नदिएर यस्तो किसिमको ढोका बनाउँदा चाहिँ छोरीचेली सुरक्षित हुन्छन्, राजाले आँखा लाउँदैनन्, आफ्नो छोरीचेलीको इज्जत चाहिँ राजाले लुट्दैनन् भनेर त्यो जोगाउनलाई उनीहरूले त्यति बेलाका लब्ध प्रतिष्ठित व्यक्तिहरूले, जान्ने बुझ्ने व्यक्तिहरूले चाहिँ यो किसिमको घरहरू निर्माण गरे, होचो ढोका बनाए, जसका कारणले चाहिँ चेलीबेटीहरू सुरक्षित थिए भनेर पुराना व्यक्तिहरू जस्तो इतिहासविद, संस्कृतविद सत्यमोहन जोशीले पनि यो कुरा स्वीकार गरेका छन्। छोरीचेलीलाई जोगाउनकै लागि नेवार समुदायका त्यति बेलाका व्यक्तिहरूले यो किसिमको ढोका बनाएको भनेर यो समाचारमा तपाईँले पढ्न सक्नुहुन्छ। र निकै नै सबैले सम्मान गर्ने व्यक्तित्व सत्यमोहन जोशी, जो अझै पनि जीवित हुनुहुन्छ, उहाँले नै यो कुरा स्वीकार्नु भएको छ र उहाँले यो कुरा साँचो हो भनेर यही समाचारमा नै भन्नुभएको छ। भनिसकेपछि राजाको शासन कस्तो थियो, राजाहरू कति निरङ्कुश हुन्थे, जनतालाई कतिसम्म दमन गर्थे र छोरीचेलीहरूलाई चाहिँ कतिसम्म अत्याचार गर्थे, इज्जत लुट्थे, जिस्काउँथे भन्ने कुराको यो एउटा गतिलो उदाहरण हो। यो कुरा, यो समाचार चाहिँ मैले तपाईँलाई सेयर गर्न चाहे। तपाईँलाई कस्तो लाग्छ कृपया कमेन्ट गर्नु।